हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर न्यू भिडियो भन्दै आज चाहिँ हामी राङ्गामाटी गइरहेको थियौँ। राङ्गामाटी जाँदा चाहिँ म थियो होइन, मसित मेरो दुईजना नानी आमा थियौँ। अन्त मेरो छोरीको हेर यो मेरो छोरीले चाहिँ यस्तो उयो गर्छ नि, तङ गर्छ नि बाटोतिर गाडीतिर हिँड्दा चाहिँ। उसले भनेको जस्तो भएन भने चाहिँ घरि काखमा बस्छ, घरि उत्रिन्छ, घरि आमा काखमा बस्छ, घरि मेरो काखमा भन्दा भन्दै चाहिँ हामी राङ्गामाटीको यो बासरा ब्रिज पनि क्रस गर्दैछौँ होइन। मेरो ठुलो नानी चाहिँ अगाडि पस्यो थियो, हामी सासू बुहारी चाहिँ पछाडि। मेरो छोरीलाई चाहिँ मैले के देखाउँदै थिएँ होइन, उसले आफैले पनि ऊ भन्दै के हेरेको अब उसलाई थाहा छ त्यो चाहिँ उसले के देख्दै थियो भन्ने चिजमा चाहिँ। अनि हामी चाहिँ राङ्गामाटी किन गएको भन्दाखेरि चाहिँ मेरो राङ्गामाटीमा चाहिँ मेरो देउरानीको घरमा चाहिँ अब न्वारन थियो होइन, उसको दाजुको छोराको न्वारन नयाँ जन्म भएको थियो। त्यही लागि हामी चाहिँ जाँदै थियौँ। मेरो छोरी चाहिँ फेरि के देख्दैछ हो, देखाउँदैछ उसले, यता आएर ऊ भन्दैछ, उता आएर ऊ भन्दै। मेरो छोरीले चाहिँ गाडीमा हिँड्दा चाहिँ यस्तो विधि तङ गर्छ नि, फेरि घरि काखमा, घरि आमाकोमा, घरि मेरोमा चढेर, घरि उत्रेर, घरि उता देखाउँछ, घरि काखमा बस्ने भन्छ, घरि उत्रिने भन्छ। मैले चाहिँ उसलाई भिडियो देखाउँदै हो घरि हाँस्ने गर्दै थियौँ नि त। अनि त्यही क्रममा हामी चाहिँ जङ्गलहरू पार गर्दै थियौँ। यहाँनिर मेरो छोरी चाहिँ घरि सुतेको जस्तो गर्छ, घरि उठेको जस्तो गर्छ। अनि यहाँ चाहिँ मैले अघि भने होइन, एउटा खोला हामीले पार भयो, अर्कोको यहाँ बाँचेको छ भन्दैछ। त्यो खोला, यो खोलामा चाहिँ ब्रिज छैन रहेछ, तर यहाँ चाहिँ पानी पनि छैन हो। यहाँ चाहिँ तर एकैछिनमा पानी बढ्दो रहेछ। जस्तो अब भुटानपट्टि चाहिँ पानी आयो भने चाहिँ यहाँ चाहिँ खोला बढिहाल्दो रहेछ नि त। अन्त अहिले चाहिँ पानी छैन। अब अहिले त हामी आउँदा त घाम लागिरहेको थियो, पानी छैन हो। तर कति बेला मासतिर पानी पऱ्यो भने नि यहाँनिर चाहिँ अचानक खोला बढ्दिँदो रहेछ। अन्त हामी जाँदा चाहिँ थिएन, पानी सुक्खा छ हो। म चाहिँ अघि त्यहाँ न्वारानमा पुगेर चाहिँ अब पानी पऱ्यो नि त, हामी जाने बित्तिकै एकैछिनमा भिडियो गर्नै पाएन। अन्त त्यहाँबाट चाहिँ हामी चाहिँ खानासाना खाएर पनि फर्किसकेको थियौँ। के भन्छ, बाटोमा चाहिँ अब हामीलाई चाहिँ त्यहाँ खोला बढाएको छु, उता बगानको बाटो भएर पुऱ्याउँछु, त्यहाँ खोला त्यो पुल नभएको खोला उता क्रस गराउँछु भनेर चाहिँ घरको भाइले हामीलाई छोड्नु आएको थियो नि त। छोड्नु आएको त बिचराले नि बगानको बाटो बिर्सिएर त अब होइन, कहाँ अर्कै बाटोमा हामीलाई पुगाएछ। बाटो फेरि यस्तो अप्ठ्यारो चिप्लो हो। हामी चाहिँ टोटोबाट उत्रेर पनि हिँडेर पार हुँदैथ्यो। हामी सँगसँगै उनीहरूको उहाँ घरमा आएको पाहुनाहरू पनि रहेछ, भाइको ससुरालीबाट आएको सालीहरू, आमाहरू अर्को रहेछ। अनि एकजना बहिनीको चाहिँ नानी पनि रहेछ नि त सानो हो। अन्त ऊ चाहिँ हामीसँगै टोटोमा चढेको थियो, बाइकमा आएको रहेछ, रेनकोट छैन रहेछ। अन्त पानी परिरहेको थियो, कसरी जाने बाइकमा भनेर हामीसँग चढेको थियो टोटोमा। कस्तो बाटो चाहिँ चिप्लो त भयो हो, खाल्टा खुल्टी ढुङ्गाहरू। अब त्यो बर्खामा त्यही त अब खोलिएर पानी बगेर खोलिएर। अन्त हामीलाई चाहिँ कहिले सजिलो बाटो आइपुग्ने जस्तो भइरहेको थियो। यस्तो भिड लागिरहेको थिएन, अब कहाँ आएर फसिएको जस्तो भइरहेको थियो। त्यहाँबाट त्यहाँ आइपुग्नु 5 मिनट पनि थिएन होला देउरानी घरबाट त्यहाँ पुल खोला पार हुनु। हामीलाई चाहिँ 1 घन्टा लाग्यो त्यहाँ एसएसबी क्याम्पसम्म आइपुग्नुको लागि चाहिँ हो। हामी चाहिँ राङ्गामाटीको त्यो बासरा खोला पनि क्रस गर्दैछौँ। अनि अघि चाहिँ हेर्नु न कस्तो घाम लागिरहेको थियो होइन, तपाईँहरूलाई मैले देखाइसकेँ। अहिले चाहिँ पानी परेर खोलामा पानी पनि बढेछ हो। अघि चाहिँ मैले पानी याद गरेको थिइनँ, तर हो अहिले चाहिँ मैले चाहिँ राम्ररी हेरेको त पानी पनि पुरा धमिलो मैला भइरहेको रहेछ। यो चाहिँ भुटानको पानीहरू आउँछ नि त। अन्त कति बेला यो खोलाहरू बढ्छ थाहा पनि हुँदैन। उता मासतिर भुटानतिर पानी पऱ्यो भने चाहिँ यो खोलाहरू चाहिँ बढिहाल्दो रहेछ। यो चाहिँ बिचमा खोला बेसी उयो भएको बेलामा चाहिँ यो बिचको ब्रिज चाहिँ भत्किएको थियो रहेछ। त्यहाँदेखि चाहिँ यो चाहिँ अब टेम्पोरेरी बनाएको होला। अब अहिले कति वर्ष भयो यही नै फिक्स भइरहेको छ। मेरो नानी चाहिँ फेरि सुत्नु आँटेको जस्तो गर्दैछ, आँखा माडेर के गरेर हो। घरि आमाको काखमा जान्छ बस्नु, घरि मेरो काखमा उत्रिन्छ। अनि हामी चाहिँ यो बासरा ब्रिज पार भएर नि राधारानी पार भयो। यहाँ राधारानी क्रस हुँदैछौँ, राधारानी भन्ने जग्गा क्रस हुँदैछौँ। अब नानीसँग छौँ, नानीलाई घरि के ऊ गाडी आउँदैछ भन्नु पऱ्यो, घरि टोटो आउँदैछ, ऊ बाइक आउँदैछ भने चाहिँ देखाउँदै जानु पऱ्यो नि त हो। यहाँ यो चाहिँ चुवापाडा बगान हो यो चाहिँ हो। यहाँ चाहिँ थुप्रो बगानहरू छ, के नाम हो, कतिवटा त म पनि जान्दिनँ हो। अब यहाँ मैले अब जानेको जति चाहिँ म भनिदिँदैछु हो।
अन्त मेरो नानीलाई चाहिँ मैले यहाँ हेर न भाइले हेर त कति मजाले हेरेर बसिरहेछ, तिमी त हिँडेको यता बस्दैन छपक्कले बस्दैन भन्दै मैले नानीलाई देखाउँदै थिएँ। उहाँ हेर त भाइलाई कस्तो मजाले हेर्दैछ भन्दै। हामी चाहिँ यहाँ आइपुग्दा चाहिँ पानी रहेर पनि यहाँ चाहिँ खुल्ला भइसकेछ आकाश हो, कस्तो मजा आयो त। हामी चाहिँ यति बेला 8 नम्बर भन्ने जग्गा क्रस गर्दै थियो। अन्त मैले नानीलाई बाई भन अब भिडियो बन्द गर्नुपर्छ भन्दै थिएँ। नानीलाई फ्रेङ्किस गर न, अन्त गर्दैन अरे, मैले गरेँ भने चाहिँ गर्ने अरे, ऊ बाई पनि भन्दैछ। यति नै छ तपाईँहरूलाई आज मेरो भिडियोमा। थ्याङ्क यू फर वाचिङ।